छ यहाँबाट चिप्लिने नि चान्स छ देखेर खुसी हुँदैछ नि तपाईँ देखेर त्यही कोट्टाएर खुसी भएर बस्नु भयो यति हाइट समय देखेर ए यता यता नि छर्किदिनु किन लाउने त्यहाँ ल गजब हेलो हाय इट्स गुड टु गोसाइकुण्ड 6 बजे गाडी चढ्यो भने त हिँड्ने चाहिँ कहिले थाहा छैन 6:30 बजे हिँड्यो गाडी कुड्यो अनि बस्यो यहाँबाट हिमालको रेन्ज कस्तो राम्रो देखाएको छ तर क्यामेरामा चाहिँ देखिन्छ कति बज्यो 8:40 को दरबार जाने बाटोतिर आइपुगेछ के ठाउँ हो यो बिदुर 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 2 घन्टा लाग्छ 2 घन्टा त लाग्ला बाटो बिग्रियो 2 घन्टा सबै 2 घन्टा लाग्छ हजुर नन स्टप गयो भने अब जानु पऱ्यो तिर्सिलीमा ब्रेकफास्ट ब्रेकफास्ट गर्न आयो चिम्बु रेस्टुरेन्ट भन्ने ठाउँमा गाडी चार्ज भइरहेको छ बाहिर ब्रेड अमलेट चिया खाएर तुन्चे पुगेर खान्छौँ त्यति त सुन्नेला हो सुनिहाल्छ तुन्चे बजार आइपुग्यो कहाँ गयो फेरि यिनीहरू के मिलाउनु लाग्यो 11:10 तुन्चे आइपुग्यो अब खाना खाने ठाउँ खोज्छौँ यहाँबाट एक ठाउँ खाना खाएर अनि हिँडाइ सुरु हुन्छ कस्तो लाग्यो त बाटो उफ्रिँदै आइस अफरोड त गुटुङटुङ हिबीले त यस्तो उखाएर यहाँ तुन्चेमा खाना खाएर सुरु गर्छौँ ट्रेक लु अब यहाँ खाना खायो अब हाम्रो हिँड्ने काम सुरु टोली यहाँ यता हिमाल हिमाल राम्रो देखिरहेको छ चेन लाउनै नमिल्ने रहेछ यसबाट घाम साम छैन टाइम कति भयो 12:35 भयो खाना आउन ढिलो भयो त्यसले गर्दा अलिकति ढिलो भयो अफिसियली यो हेरौँ न यहाँ यो हेर्नु हो नि त यो हेर्नुपर्छ यो आज हामी कहाँसम्म पुग्छौँ त हेर्छौँ सकेछ चन्दनबारी पुग्ने कुरा छ होइन तर 1 घन्टा घटेकोला 2 घन्टा अर्को 3 घन्टा 3, 4, 5, 6 घन्टा यहाँ देखाअनुसार 6 घन्टा लाग्छ कहाँसम्म पुग्नु चन्दनबारी 6 घन्टा अझै हिँडिन्छ हिँडेर हेरौँ ट्राई चाहिँ त्यही गर्ने हो नत्र तलै बस्ने के छ र ल देउराली पुगेर हेरौँला कहाँबाट हिँडाइको सुरुवातमै ढलान बाटो रहेछ बाइक साइक चाहिँ मात्रमा आउँदो रहेछ हामी जाने बाटोको त गोसाइकुण्ड जाने बाटो यता
हेलो ल सबैजनाले यता फर्केर हाई भन्दैछ ल नानी सुरुमै थकै लाग्यो कि क्या हजुर हेर्नु यहाँ सुरु नपाइकन गाह्रो भइसक्यो भन्न थाल्छ नि मलाई भयो मलाई खोइ त कहाँ अगाडि पछाडि भयो हाम्रो त टोली टोली त हामी दुईजना अगाडि एकजना बिचमा दुईजना कता कता घट्टे खोला 30 मिनट घट्टे खोला 30 मिनट रे ल यहाँ आइपुग्यो हामी कता हिँडा कति भयो लगभग 25 मिनट जस्तो भयो तल यिनीहरू पनि साथी लागेका छन् गोसाइकुण्ड तल दुईटा तर रोकिएपछि जाडो जाडो हुइरहेछ है भन्थे हिँड्दा मात्र हो कि त्यही भएर ज्याकेट खोलेर राख्यो भने त्यो दुःख पाइन्छ खोएर त राखेन कस्तो भइरहेछ 25 मिनट हिँडेर 25 मिनट मात्रै भयो 25 मिनट मात्र भएको अब नेक्स्ट स्टप 30 मिनटमा छ 30 मिनटमा घट्टे झोलुङ्गे पछि हो यो सुरुको पुल हो तलबाट पनि जाने मिल्छ यहाँ नभएर कस्तो नयाँ पुल र पुरानो पुल भनेको अत्रो सिङ भएको बसिरहेको थियो हेरेर धन्न उता यत्रो सिङ भएको के हो त भन्छ नि गाई गोरु हेर न काउ अर्ब फेलो सिस्नु सिस्नुले पोल्ला चौरी गाई कुन चाहिँमा जाने उता जाऊँ न यता मेटलमै हिँड्दिउँ न छोटो हिँड्ने भए त्यही हेर्ने हो है ल पुल आयो पुल पहिलो टोलीहरू अल्छी गर्दै हिँड फोटो खिच्नुपर्छ हो यहाँ त पो जा जा साइड साइडमा पानी बगेछ यहाँकै यहाँको कति धेरै बाटोभरि चौरी गाई हेरे हेरे त्यसले अब डेन्जर हेरे त खोइ हाम्रो कुकुर खोइ गए तिनीहरू डाकाहरू अब डरायो डरायो लट्ठी बोक्या तै छस् तै जा अगाडि ए उता हेरेछ अब भयो यो यहीँ छ पछि खिच्छु ल माथि पनि आउँछ होला वाइट याक 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 मेरो चाहिँ हल्लिने पुल यस्तै हल्लिँदो रहेछ यो चाहिँ उफ्रिँदै हिँड्दैको त पानी कस्तो राम्रो पानी गल्ला हाट्यो यिनीहरूलाई कट्टे खोला आइपुग्यो 20 मिनटमा आइपुग्यो त्यहाँ 30 मिनट भनेको त 20 मिनट हो ठाउँबाट त्यो 30 मिनट भनेको ठाउँबाट 20 मिनट लाग्यो 10 मिनट सरप्लस ल यहाँ छ है म्याप हामी कहाँ छ हामी यहाँ छ यहाँ घट्टे खोला खेन्दी 3 घन्टा भनेको छ देउराली 2 घन्टा टोटल 3 घन्टा भने होला नि होइन ए त्यहाँ 3 घन्टा रहेछ हामी यहाँ पुग्ने हैन म फोटो चाहिँ खिचिराख्छु त है त हैन सकेसम्म हैन यो त धेरै छ 8 घन्टा लाग्छ त्यही भने 8 घन्टा भनेको छ यसले त
8 घन्टा लाग्यो त यहाँ पुग्ने टार्गेट छ अब पुगेन भने नि यहाँसम्म चाहिँ पुगौँ भने हो टाइम माथि छ 1 hour 1.5 यहाँबाट हो नि त यो गर्ने ए होटल ए तेरि यत्र पढे लेखेकाहरू सब लाटा भयो 2 आवर यता रहेछ भनेपछि 3.5 4.5 5 घन्टा राख्यो भने हामी पुग्ने रहेछौँ ल ट्राई गरौँ त्यहीँसम्म पुग्ने पुग्छ जस्तो लाग्छ हामी अहिले कहाँ छौँ यहाँ छौँ रेडी सबै पुग्नलाई रेडी ल ल मिनी गोसाइकुण्ड चाहिँ यहाँ रहेछ हामी आयौँ यहाँ गोसाइकुण्डबाटै आउने पानी रे यिनीहरू यहाँ जम्मा गर्थ्यो यो मेला सेलामा मात्र भर्दो रहेछ आजकल चाहिँ सधैँ आउने बना भए आउने रहेछ हाइकिङ गर्ने नजिकहरूलाई पनि चल्ने हुन्थ्यो मिनी गोसाइकुण्ड नसक्नेहरू माथि जानुसम्मलाई चाहिँ यहीँ दर्शन गरेर फर्किने ल अब हामी लाग्यौँ अगाडि यस्तो राम्रो पानी चिसो नै चिसो होला त अब यहाँ झर्ना छ एउटा उताहरूले स्विमिङ गर्ने भए ठाउँ पनि त्यस्तो मिनी स्विमिङ पुल पनि भनेर यताबाट माथि जाने हो त देउराली झर्ना जाने त्यहाँ झर्नासम्म जाने हो नि त वाटरफल यता भनेको छ त यो बोर्ड दुईजना चाहिँ फोटो खिच्नमा व्यस्त छ नि तलै हराए खोलामा दामी रहेछ झर्ना चाहिँ तर भिज्न त पो जान्छ र आउला नि झर्ना त नाइस देउराली जाँदा यहाँ हिँड्न नसकेर थकाल मार्नु पर्छ यहाँ दुईजना हिँड्नु नसकेर आउँदैछन् हल्लन टल्लन गर्दै एकछिन बस्यौँ है गर्दै यस्तो तालले कहाँ पुगिने हो जीवन चाहिँ ल्याउनु पर्ने रहेछ ए जीवन त हो आउनुहोस् ओआरएस जीवन चाहिँ ल्याउनु पर्थ्यो नि इनर्जी त आउँथ्यो नि हालिदिनु ब्याग चक्लेटहरू छ हो दा झर्नामा डुबेको मान्छे ट्रेकिङ सुरु गरे आधा घन्टामा झर्नामा भिजाएर मोजा चेन्जर कस्तो लागिरहेको छ पौडी खेलेर अब भयो नि हिँड्नु पऱ्यो के गरोस् बिचरा माथिसम्म भिज्यो बाहिरको वाटरप्रुफ हुन्छ तर भिजा हो भित्र यहाँसम्म भिजा नि यसरी थकै 5 मिनटमा मार्दै गयो भने त हामी देउराली पनि पुगिँदैन अब चलौँ यहाँबाट ठाडो त्यो माथि पुग्ने हो काठको पुल के प्लान गर्दैछ ल हाम्रो एकजना यहाँ विदेशी मान्छे गाह्रो भएर देउरालीसम्म यहाँ घोडा चढ्नु पर्यो कुर्दा घोडामै पठाइदिने भयो भने यो त यो अगाडिको मात्रै ए होइन त्यो दुईवटा मेरो एउटै त हो स्टिक कति बज्यो 4 भइसक्यो भाइ 4 बजेर 5 मिनट गयो देउराली पुगेको छैन अझै एकजना बहिनीलाई गाह्रो भएर फच्च घोडामा चढाएर पठाइयो देउरालीसम्म बिच बाटोबाट हामी चाहिँ लमक हिँड्दैछौँ पुऱ्याएर भर्खर फर्केर रहेछ नि एउटा एकलट थकै लगाइहाल्छ नि ब्याग बोकेर थाहा छ नि देउराली होला देउरालीबाट आएको रे अनि हामी चाहिँ हिँड्दैछौँ लुखुर गर्मी लास्टे हेत
के को जाडो हुनु जाडोमा आए पनि लुगा सबै खोल्नमा पुगिसक्यो सजिलो छ ठिक छ बिस्तारै आउँदा एकजना घोडामा पुगे बल्ल तल्ल कति भयो टाइम 4:40 मा देउराली आइपुग्यौँ फाइनली ओह्रालो भन्ने चिजै छैन कि उकालो चढा ठाडो उकालो रेस्ट हेऱ्यो पो चढा छ अनि बहिनीलाई गाह्रो भएर खच्चर चढाउनु पऱ्यो त्यसले गर्दाखेरि टाइम हाम्रो नत्र धिम्सा चाहिँ स्योर पुगिन्थ्यो अझै गए पनि पुगिन्छ तर अब आज धेरै दुःख नगरौँ लामटाङ राष्ट्रिय निकुञ्ज यो नामटाङ एपुटा चाहिँ कुन राष्ट्रिय निकुञ्ज थियो यही थियो हैन कति ठुलो रहेछ राष्ट्रिय निकुञ्जभित्र ल है हिमचुतुवा देखिन्छ कि ल होटेलबाट आयो यो भोलि हिउँले भरिन्छ हो बाबु हिउँ नपर्दा यस्तो छ हिउँ पऱ्यो भने के गरेर हिँड्छस् चिप्लिँदै ठाडो उकालो आइयो हिउँ पर्नले त पानी पर्नुपर्छ हैन र ल नानी त वहाँ पुगिसकेछ ल अब चाहिँ खचर चढेर देउरालीसम्म आए चाहिँ जोस आएछ हाम्रो बहिनीलाई पनि गइसक्यो कि अब चाहिँ धिम्सा पुग्ने भयो हामी यहाँ दाइ दिदी पनि हुनुहुन्छ दुईजना थप्यौँ हिमाल क्या दामी देखिएको छ कि यताबाट भाइ हजुरहरूको चाहिँ फर्स्ट हो यता कि पहिला नै आइसक्यो यहाँ गोसाइकुण्ड मात्र ए हाम्रो त ट्रेकै फर्स्ट हो यो हिँड्ने गरेकै छैन बानी छैन भनेपछि लतै लाग्दो रहेछ है तर त्यस्तो गाह्रो चाहिँ भएन हामीलाई एकदम झ्याउला सुम्से पहाड चढ्न है तराईको मान्छे पहाड चढ्न तरै कहाँनिर हो 5:30 भयो अँध्यारो भयो हामी पुरा लाइट बालेर जङ्गलमा हिँडिरहेको छौँ चट्ट धिम्सा पुग्ने भन्ने कुरा भएको छ त ओहो 6:45 भयो टाइम 6 बजीसम्म चाहिँ अब 15 मिनटमा पुग्छौँ होला धिम्सा अझ धिम्सा पुगेर बसिन्छ हो देउराली पुगेपछि अलिक सजिलो भएको जस्तो भयो सबैलाई अनि धिम्सासम्म पुगाउने कुरा हो दुईजना ग्रुपमा बन्ड पनि भयो त्यही भएर अब धिम्सा गरेर हेरौँ के हुन्छ गुड मर्निङ फ्रम धिम्सा गुड मर्निङ कति बज्यो राम्ररी सुत्यो ठिकै सुत्यो राति त गर्मी हुँदो रहेछ हौ यहाँ जाडो भयो नि हिमाल देखिरहेको छ त्यहाँ यहाँ देखिन्छ कि देखिँदैन यो किचन नि हो हामी बसेको यहाँ चाहिँ होटेलहरूको पालो सिस्टम हुँदो रहेछ हिजो यसको पालो अब आज अर्कैको पालो धिम्सामा 3टा रहेछ होटेल अब फ्रेस भयौँ रेडी भएर अब हिँड्छौँ लौरी बिनासम्म आजको जर्नी किचन यहाँ आगो ताप्ने ठाउँ चाहिँ मजाको ल रेडी भयो हामी टोली रेडी भएर अब कहाँ जाने हामी लौरी बिना जाने हामी गोसाइकुण्ड जाने सबैजना रेडी भएर यहाँ लाइन लाएर बसेको छ न अब हिँड्ने सुरु कति बज्यो ढिलो भयो लास्टै 8 बज्यो ठ्याक्राकै ल 8 बजी हिँड्न लाग्यो हामी ल त्यसले फोन गर्दैन थियो बुढो मलाई हेर्नु त आज त्यो आफैले छुट्टै उता ग्रुप कलमा भएर पनि गरे कि हाम्रो हिँडाइ सुरु त्यहाँ तल होटेल धिम्साबाट ट्याक हिँड्दैछौँ ब्याग जति घोडामा जाने हो हाम्रो ब्याग चाहिँ घोडामा पठाइदिनु लाग्यो लौरी बिनासम्म हामी बिना ब्याग हिँड्न लाग्यौँ सजिलो खुल्ला ठाउँ आयो कति पछि जङ्गल मात्रै हिँडेको थियो अहिलेसम्म
चन्दनबारी जाने ठाउँमा कति बजे 9 बज्न लाग्यो 9 बज्न लाग्यो 1 घन्टामा पुगेनौँ हामी 1.5 घन्टा लाग्छ होला हामीलाई 15-20 मिनट अब हामी 8 बजे निस्क्यो ठ्याक्कै यिनीहरूलाई नि सामान देख्यो चन्दनबारी देख्यो हाम्रो बस लगभग 1 घन्टामा हाम्रो सामान देखाइदिन्छु नि भर्खरै हाम्रो ब्याग चाहिँ यसरी घोडामा आउँदैछ हामी चाहिँ 2 खुट्टामा हिँड्दैछौँ हामी त बिस्तारै जाने हो नि सक्दैन हुन्छ हुन्छ नम्बर पनि दिइराख्नु न नम्बर पनि सजिलो पनि हुन्छ कि अर्को त निस्किसक्नुभयो आओ है आओ चन्दनबारी आइपुग्यौँ लगभग 1 घन्टा 10 मिनट जस्तोमा तिम्चाबाट यहाँ चिज फ्याक्ट्री यहाँ चाहिँ टन्नै होटलहरू छ होटल छ यहाँ चाहिँ दुध विकास संस्थान चिज उत्पादन केन्द्र आयो ल होटल पान्डा याकेन न्याके नाम सुनेर भिडियो धेरै जस्तो यही ठाउँको देखिन्छ चिज फ्याक्ट्री पनि जान्छौँ टोली आइपुगेछ चिज फ्याक्ट्री आयो हाम्रो प्रोडक्सन चाहिँदैन नि त हामीलाई प्रोडक्ट मात्र चाहिन्छ कि घुमे एक्सप्लोर चिज प्रोडक्सन सेन्टर रहेछ चिज यहाँ बिक्री वितरण यहाँ रहेछ नि त देखेर खुसी हुँदैछ नि देखेर त्यही कोट्टाएर खुसी भएर बस्नु भयो यति हाइट समय देखेर घोडा कहाँ छ घोडाको कराकरै छ है हामीले चिज चाख्यौँ होइन मेरो लागि पनि चाख्यौँ छुट्याइदिनु ल मैले अनि फर्किँदा लाने कुरा भयो फर्किँदा चाहिँ लान्छौँ टन्नै सी बक्थोन जुस खाइयो यहाँ कस्तो लाग्यो सबलाई मन मिल्लायो मिल्दैन फर्किनै पर्ने रहेछ ऊ त्यहाँ छ ल अब चोलाङपाटीबाट निस्क्यौँ हामी यहाँ खाँदा ब्रेकफास्ट गर्दा यता गर्दा एकैले चन्दनबारीबाट 10 भइसक्यो भाइ 10 भइसक्यो ल अब चाहिँ निस्किन्छौँ अब हिँड्छौँ यहाँबाट पसल पनि रहेछ है के चाहिने भाइ अहिले कोल्ड ड्रिङ्क खान्छ हट ड्रिङ्क मात्र हो अहिले याकेन न्याक एट्याच बाथरुम हेलिप्याड रहेछ ल हेलिप्याड पनि रहेछ रेस्क्युको लागि धेरै गाह्रो भयो ल त्यो के हो त्यो झर्ना जस्तो खै ग्लेसियर पग्लायो भने हिमाल छैन चन्दनबारी पछि चाहिँ यस्तो अहिलेसम्म फ्ल्याट बाटो रहेछ यो तारको मुनिबाट हिँड्ने तारको पोल टोली हिँडिरहेछन् कोही खोक्दैछन् कोही बाटोमा हिँड्छ पानी जमे मजाले यो त झन् साह्रो छ यो चाहिँ जमे चाहिँ चिसो सुरु हुन थाल्ला जस्तो माथि गएर आउनेहरूले चाहिँ
माथि चाहिँ लास्टै चिसो छ भनिरहेछन् माथि 2-3टा ज्याकेट लाएर बस्नुपर्छ तर खोइ राति सुत्ने बेलामा आज यस्तो गर्मी भएको देखेर त दिक्क लाग्यो होइन आजको त्यो काठको रुमहरूमा त्यति चिसो नहुँदो रहेछ जस्तो लाग्यो टेम्परेचर काठमाडौँ जस्तै थियो कि त्यही भएर पनि राति त माइनस कतिसम्म पुगेको कम थियो त्यो धेरै छैन 2 डिग्री 3 डिग्री मात्रै थियो राइस ल हेउ खेल वाउ हनिस बाबु फर्स्ट हुनुभएछ त अगाडि आएर बसेको आइस क्रस गर्दै हिँड्नु त आइस क्रस रे त्यहाँ चन्दनबारी तल देउरा ल्यायो कि दुन्च्यो के अरे दुन्च्यो बनाएको दिम्सा यता आयो हामी भ्यू टावर हिमाल पनि दामी देखिँदो रहेछ यहाँबाट चाहिँ भ्यू पोइन्ट टावर फुलहरू पनि कति फुलेको रहेछ कि के फुल हो सेतो सेतो हिमाल चाहिँ कस्तो दामी देखेको छ यहाँबाट अब टावर जान्छौँ एकछिनमा खाली भएपछि आउनु हिमालयलाई आउनु आइज यहाँ खतरा भ्यू पोइन्ट रहेछ टावर चढ्नु म अब अहिले टावर चढ्ने होइन फोटो खिच्नु लाग्छ यहाँ चढ्न टावर डेन्जर रहेछ टावर काठै निस्केला जस्तो भइसक्यो रहेछ किला निस्केछ ओ हल्लिन्छ यार लिग हल्लिँदै हिमालको भ्यू पोइन्ट त दामी देखिँदो रहेछ धेरै जान त नआउने हल्लिन्छ यो त लास्टै हल्लिँदो रहेछ एकछिन बस्दै हो त्यही बस है पाले पिले आइज यो त डेन्जर छ ओइ 3 जना आयो फेरि धेरै केही नहोला डाँडामा भ्यू टावर राखेको चाहिँ खासै काम त हुँदैन ऊ यहाँबाट चन्दनबारी उता दिम्सा होला दिम्सा देउराली तल हल्लिन्छ पक त यो मोबाइल लिएर चाहिँ अनि फोटो खिच्दै हिमाल चाहिँ यहाँबाट दामी देख्दो रहेछ टावरबाट हिमाल टावर कटेपछि त्यता देउराली ए यो हामी बस्या दिम्सा हामी बस्या होटल छ यो बिचको 3टा होटलमा यसको पालो रहेछ हामी बस्या यो होटल हो यही यो सेकेन्डको जस्तामा रुमहरू थियो त्यसपछि चन्दनबारी यता फेरि पोलले डिस्टर्ब गरे चन्दनबारी यता यहाँबाट हिँडेको छौँ हामी यहाँबाट चाहिँ धेरै अलमल गर्दै हिँडेको छौँ ठिकै छ रमाइलो भइरहेछ भ्यू टावरबाट प्यान्ट च्यातेर आउँदै यहाँबाट चाहिँ फ्ल्याट रहेछ अब कतिसम्म हो एबिसी जहाँ पनि जान्छ नि त्यो देउराली उता देउराली अनि यहाँ मछुबुडा त्यो दिम्सा यो चन्दनबारी अनि हिमाल हिमाल त्यहाँ हिमाल त कस्तो राम्रो देखियो अनि म यता छु यहाँ अनिस यहाँ मेरो बुढी यहाँ मेरो बहिनी यहाँ भाइ अनि यहाँ बाबु अनि यहाँ म रमाइलो भइरहेको छ है आजको चाहिँ यो दिम्साबाट माथि चाहिँ साह्रै रमाइलो रहेछ ल तर हामी धेरै भुलिसक्यौँ रमाइलो भन्दा आधी बाटो आयो धर्मद्वार वे टु धुन्चे 6 आवर 8 किलोमिटर वे टु गोसाइकुण्ड 7 किलोमिटर मात्र हो होला हामी कति आवर यहाँ हेर आवरै काट्दैछ 6 आवर 30 मिनट होला माथि गोसाइकुण्ड
हामी आज आधा बाटो हिँड्छौँ 3 घन्टा हो आज हाम्रो हामी 3 साढे 3 घन्टा म ओह्रालो चाहिँ सक्छु उकालो चाहिँ आधी बाटो पो अब 1 घन्टामा चोलङपट्टि पुगिन्छ हिजोदेखिको आधी बाटो हो किन यहाँनिर बुढो एउटा धर्मद्वार मलाई यस्तो हाम्रो आउनु पर्यो होइन हेर्छु न ल कति राम्रो माउन्टेन रेन्ज दामी देख्यो अहिले चाहिँ हिमालको पुरै रेन्ज यति रुख काट्दै भने यत्रोको छ खत्रै हुने रुख काट्छ तँलाई नेसनल पार्कमा यत्रो ठुलो रुख अनि यस्तो दामी देख्यो चाहिँ फुल रेन्ज ल हिँड्दैछौँ भन्छ मलाई नि देखाएको बस्तिर हिँड्नुपर्छ त्यहाँ त यस्तो रुख ओके अनि त्यसपछि चाहिँ मलाई इन्डिया रेस्ट गर्न लाग्यो टोली मस्तले खतम ठाउँ छ इन्डिया हेरिकन त हाम्रो नेपाल त स्वर्गै हो अस्ति बोर्डर उता बोर्डर पारि गएको मलाई त अब उन्नत चाहिन्छ बोल्ने पनि तरिका चाहिन्छ भन्थे छोरीले रेड पान्डा त यस्तो यस्तो कलरको हुँदो रहेछ नानी त खाने तातो पानी खाने ल्याइदिए म ब्याक आउँदिनँ मजा आयो मजा हजुरलाई मजा आयो हजुरलाई बेराम नानीलाई अहिले त आएको छैन नि रमाइलो छ नि हो चन्दनबारीदेखि हिजो प्रेसर भयो नानीलाई होइन आजदेखि त अब ल्यान्डस्केप पनि चेन्ज हुँदै गयो रमाइलो हुँदै गयो नि त अनि हजुरलाई नि बाबु हजुर लास्ट हजुरलाई चाहिँ लास्टको रमाइलो लाग्यो म यहाँबाट गुल्टी उलाएँ फेरि स्नो ब्लाइन्डनेस अन्धै हुन्छ त्यही भएर त चस्मा कम्पलसरी हो हिउँमा हिँड्दा त कालो चस्मा चाहिन्छ रिफ्लेक्सनले देखाइदिन्छ त्यो अर्को पछाडि आउँदै हिँड्छ नानी बाबु अगाडि जानुपर्छ होइन म यो क्यामेरा बोकेको कहाँ हो बाटै हराउनु थाल्छ कि या होइन होइन यही हो यतैपट्ट हेलिकप्टर यस हामी लेफ्ट जानुपर्ने त के भयो ज्याकेट चाहियो ए यहाँ आइस रहेछ है बाँकी चिप्लो छ है ओए एक पुरै चिप्लो छ यो हेर त सिलिली चिप्लिन्छ नराम्रै चिप्लिन्छ हो यहाँ बिस्तारै आइज है आफै पनि बिस्तारै हिँड्नुपर्छ यहाँ लास्टै चिप्लो रहेछ जमेर हेर आइसको डल्लाहरू मान्छेले फोडेको अरे कत्रो डल्ला हेर्न यहाँ ढुङ्गा नि पोखरा रमाइलो पानी को खाने हो उताबाट एकदमै साइडबाट आइज पुरै चिप्लिन्छ हो यता जानिन नहिँड त्यहाँबाट पुग्छ फेरि तल छल ल एकैचोटि चन्दनबारी पुग्लास के भने हो चलो कसले खान्ला पानी ल यसरी रमाइलो गर्दै यस्तो चिसो हातै लाटो हुन्छ यसको मान्छे खानुपर्छ त्यस्तै हो तन्नेरी मान्छेहरू हेर गीत गाएका गीत गाउँदै आइरहेको मान्छे चाहिँ रहेछ होला र भर्खरै यहाँ हामी त बिस्तार म हिँड्न सक्दिनँ दाइले डङ घोडा कुदाएर हाम्रो ब्याग लौरी बिना पुऱ्याएर आइसक्नु भयो हामी चलाङ पार्टी पुगेको छैनौँ केही न केही चाहिँ छ है यहाँ चरा होइन तर अर्को जनावर सुट्टै गएको थियो एउटा रेड पान्डा भन्थे रेड पान्डा छ रेड पान्डै हो कि रेड पान्डा देखे भन्थे हाम्रो टोलीले दुईवटा हामीले छैन चलाङ पार्टी पुग्नु लाग्यो हामी यस्तो चलाङ पार्टी चन्दनबारीदेखि चलाङ पार्टी चाहिँ
सिधा ट्रेल है सजिलो ट्रेल रहेछ आनन्दको यतिको भयो त जो पनि हिँड्छ के गयो कि ऊ माथि माथि दौडिरहेको छ यो के हो यो चोलाङपाटी त होइन जस्तो रेस्ट पोइन्ट हो रेस्ट पोइन्ट चोलाङपाटी ऊ त्यहाँ माथि रहेछ ऊ त्यहाँ माथि रहेछ वे टु ठुलो स्याब्रु रे यहाँबाट ऊ लाङटाङ पनि जानु मिल्छ है होइन चोलाङपाटी माथि हो यहाँबाट ठुलो स्याब्रु जाने लाङटाङ जोडिने ठाउँ यहाँबाट झरेर ठुलो स्याब्रु झर्न पनि मिल्यो 6 घन्टामा ठुलो स्याब्रुबाट गाडी चढ्न पनि पाउँछ लाङटाङ लिरुङ भ्यू चोलाङपाटी यता देखाइरहेछ उतैले होटेल लाङटाङ लिरुङ भ्यूमा खाना खान लाग्छौँ हामी खाना भन्दा नि मोमो पिज्जा खान लाग्छौँ यहाँको मेनु सुप पनि खान लाग्छ यहाँ फ्रेड चार्जहरूले गर्दा एक्सपेन्सिभ हुन्छ तर अब यहाँ खाएर अनि जान्छौँ लौरीबिना हामी यहाँ छौँ चोलाङपाटी लौरीबिना पुग्छौँ यति रहेछ यहाँ त हामी आज यहाँबाट यहाँ आइसक्यौँ धिम्साबाट 2900बाट आएको 35 मा आइसक्यो 39 मा जान्छौँ अब कसले मगाइछ मैले ए ल ठिक छ ल राम्रो काम गर्नु भएछ अझै एक चिज होला आउनु बाँकी यति हो नुडल्स मेरो नुडल्स नुडल्स छैन ए नुडल्स हजुरलाई बिर्सिरा खाके हामीले के नुडल्स ए भनिन के मैले बहिनी नुडल्स के थियो एक नुडल्स एक नुडल्स मैले भनिन नि छिटो है आजको बिहानको खाना खाना नै आज हाम्रो यही भयो है राम्रो छ है साग मोमो भेज चिज मोमो होइन साग र चिज रहेछ नयाँ चिज एउटा मात्र सेम हो साग मोमो अर्को नि आउँदैछ ए गोडो लाङटाङ हिमाल ठ्याक्क पहिरो गएको ठाउँ चाहिँ लाङटाङ 2222 होटेल लाङटाङ भ्यू 2 यता ल हामी यहाँबाट खानाको सट्टा खाजा खाएर निस्क्यौँ बाबु त्यहाँ खै के गर्दै होइसिन्छ जाने होइन बुढो सरकार यता होइसिन्छ नानी वहाँ पुग्नु भएको छ टाढा पुग्नु भएको छ अहिलेलाई बाबु रेडी हामी खाएको चाहिँ यही हो पन्चै छैन मेरो त होइन हिँड्दै गएपछि ठिक हुन्छ अहिले नहिँडेर पनि हो होइन त्यहाँ जङ्गल पसेपछि चिसो हुन्छ अहिले के चिसो हुन्छ अहिले चिसो भने पन्जा छ म त पकेटमा मैले त पन्जै ल्याएको छु गयो लौरी बिना हाम्रो पन्जा त गइसक्यो आफै गएर लाउने हो मसँग भएको सम्पत्ति मेरो जिउमा जति छ त्यति हो मेरो पनि त्यस्तै हजुरको त मसँग पनि छ भो अब तपाईँ त्यो खोप्नै चाहियो आकाशमा लाउनु पर्यो त्यो छाडै हुन्छ जस्तो नानी बाबु आउँदै होइसिन्छ मेरो बुढो र बाबु चाहिँ उहाँ गएर
त्यो ढुङ्गा माथि गएर बस्न सकिन्छ होला? म जाउँ? उ त्यो ढुङ्गा माथि म जाउँ? सबैजना रेस्ट गर्न बसेछु, म चाहिँ यता आएँ। हिमाल प्यानोरामिक भ्यू हिमालको। ओ हिमाल हेलो भन्छ न बोल्छ हजुर यहाँ गुम्बा जस्तो रहेछ मज्जाले हिजो लौरी बिनाको बाटोमा। म त गाईलाई बोला जस्तो लाग्थ्यो कि मलाई त्यो त त्यहाँ चाहिँ खोलामा गाई थियो नि त, म त्यसलाई बोला जस्तो लाग्थ्यो कि मलाई। यस आजको चाहिँ राम्रो छ भ्यूहरू चाहिँ। रमाइलो छ आजको यस्तो हिमाल हिमाल हिँड्न पनि छ है। चिलमा हिँडेको छ बिस्तारै हिँडेर पनि। लौरी बिना चढेर आइयो देखियो अब चाहिँ है। अब यहाँ पनि पालो छ होटेलको बनाएको छ। कति बजी 4 बज्नु लाग्यो, 5 मिनट बाँकी छ, ठ्याक्कै 4 बजी आइपुग्यौँ लौरी बिना। अब कुन होटेलको पालो छ, हाम्रो सामान त्यहीँ गइसकेको छ, त्यहीँ गएर बस्छौँ हामी। 3 जना बाँदर जस्तो त्यो जम्मा हिउँमा खेलेर बसिरहेको छन् सबै। पुरै हिउँ जमेको छ, यो पानी जम्या हिउँ जस्तै भएको छ। हिँड्दा हिँड्दा 4 बजी आइपुग्यो लौरी बिना। चलानपाटीबाट ठाडो उकालो छ, तर बस्दै बस्दै आउँदा राम्रो छ। भ्यूहरू पनि राम्रो देख्ने, हिमालै हिमाल। ट्रेल चाहिँ त्यस्तो गाह्रो छैन। ठाडो चाहिँ ठाडै हिँडे उस्तै हो उकालो, तर बस्दै बस्दै आउँदा ठिक छ, सजिलै छ। अब होटेल कुन पालो छ, कुन होटेलमा छ हाम्रो सामान बुझ्नुपर्छ। अब बिनाको भ्यू दामी हिमाल देख्दो रहेछ यहाँबाट चाहिँ। आइपुग्यौँ हामी लौरी बिना। आइपुग्यो हेर्नुहोस् लाङटाङ हिमाल। लाङटाङ हिमाल यता पुरै रेन्जै।
ल हामी चाहिँ अब होटल हेर्न जाँदैछौँ ल लाहुरी बिनाको सनसेट चिसो छ यता त कति बजे 6 बज्न लाग्यो होला छैन फेरि आइस ढोकामै आइस ढोकामै आइस छ हामी यस्तो अँध्यारोमै निस्किनु लाग्यो म पनि छु है होटेलबाट लाइट चाहिएला लाइट खोइ लाइट यहाँ छ मसा छ मेरो खल्तीमा छ बाबु झिकिसु ल लाइट ल म लाउँदैछु मलाई आँखा चिसो भयो कि फेरि 40 होटेलबाट निस्क्यौँ हामी अब चिसो भयो आज अँध्यारोमै जाडो हुँदै हुँदै अँध्यारोमै ट्रेक सुरु आज केही नि देख्दैन अहिले खिचेर काम छैन जाडो टर्च पनि मैले बोक्नु पर्ने होला अब के भन्नु क्यामेरा मेरो त फोटै आएन अच्छा तै हिँड्यो अब हामी यो पनि बिहान बिहान थरथर कामदै हिँड्यो भित्र छ भित्र ढोका खोल्दे उता भित्र ढोका खोल्दे यो त जाडो नि र ऊ पनि यसमा हाली भनेर गाली गर्नु भएको छ मलाई यो काम लाग्यो नसुनिकन हालेको मैले ऐ सुरुमा चाहिँ भारी फिल भएको थियो तर यो पनि मलाई नानीको ज्याकेटको थिएन यस्तो अनि नानीको ज्याकेट त्यस्तो हाल्दा हो कि मैले आधा घन्टा हिँड्यौँ हामी तल होटेलबाट हिमाल अहिले चाहिँ सनराइज हुन थाल्यो सनराइज कताबाट हुन्छ यताबाट हुन्छ यताबाट हो सनराइज होइन होला अस्ताको उतापट्टि हिजो उता यतातिर हुनुपर्छ माथि पुग्नुपर्छ हामी यो लौरी चढाउने ठाउँ तलतिरको सम्म आइपुग्यो यतापट्टिबाट हुन्छ यहाँ तलको स्तर पायो सुरुको यसरी लट्ठीको सट्टा यसरी काठहरू चढाएर चाहिँ 6 बजे अब चाहिँ उज्यालो हुँदै आयो हिमाल चाहिँ दामी भ्यू देखाएको छ कि जिउ त तात्दो रहेछ हौ म त्यस्तो चिसो लागेन लाहुरी बिनाबाट अन द वे टु गोसाइकुण्ड ऊ यता साइडबाट पनि छ यता हिमाल यताबाट आउनु अस्ति 360 भ्यू कस्तो राम्रो छ हामी त्यहाँ माथि जान्छौँ हो सनराइज भएको 6:30 भयो कस्तो राम्रो देख्यो हिमाल अनि टाढा आएकै छ नि त पछाडि नि हिमाल साइडमा नि हिमाल अगाडि त झन् कस्तो गजब भिडमा यहाँ भ्यू हेर्न आउँदा पहिला त्यसपछि जाँदै गरौँ ल जति चढ्नु अहिले हो यहीँ रहेछ बाटो
दामी देखाएको छ तिम्रो हिँडेको नि सनराइज चाहिँ मिस हुने भयो यहाँ बस एकछिन मान्छे गर यो फुचे देउरालीदेखिको साथी हाम्रो माथिसम्म आयो जाडोमा आइज भन्दा नि के खानलाइस हेर जाडोले कामे लैन माथि हिँड कस्तो भइरहेछ त यतापट्टि आइज नि मलाई कति 1 घन्टा हिँड्यो होटेलबाट हिँडिसक्यो बुद्ध मन्दिर नै आइपुग्यो होइन आइपुग्नु लाग्यो बुद्ध मन्दिर अब देखिनु लाग्छ उता त्यो देखिरहेछ ए हाम्रो टोली बिस्तारै आउँदैछन् यो किन घुम्दै आयो सबैलाई सँगैसँगै लानु पऱ्यो स्पिड मेन्टेन गर्दै बिस्तारै पुग्यो जाने निस्केको फाइदा चाहिँ त्यही हतार छैन बुद्ध मन्दिर त्यहाँ पछाडि छ यस्तो ठाडो उकालो रहेछ यस्तो ठाडो यहाँ त बुद्ध मन्दिर पछि चाहिँ ठिकै छ बाटो भन्छन् हेरौँ त्यहाँ पुगेपछि यस्तो ठाडो हो र एकछिन बस्ने भित्र घोसे जस्तो भइरहेको कि तातेर यो चाहिँ दामी देखिन्छ यही भ्यू हेर्दै थकै मार्दै जिन्नी हो त्यहाँ माथि बुद्ध मन्दिर त्यहाँबाट चाहिँ अलि तेर्सो छ अरे तल माथि हुँदै यहाँ चोराङ बाटी देखिने रहेछ र अगाडि फाइनली 7:30 हुन लाग्दाखेरि बुद्ध मन्दिर आइपुग्यो गाह्रो लास्टै ठाडो यहाँसम्म त यहाँबाट होटेल पनि त्यहाँ भयो दुईजना आउँदैछन् भ्यू चाहिँ राम्रो यो भ्यू हेर्न साह्रै दुःख गर्नुपर्छ यत्रो दिनमा आजै हो दुःख भएको चाहिँ ए बाबा हेरौँ गर्मी पनि हुन थाल्छ तर एकैछिन बस्यो कि यस्तो चिसो हुन्छ हिँड्दाखेरि चाहिँ गर्मी बुद्धं शरणं गच्छामि कस्तो भयो त कस्तो लागिरहेछ सुतिस् त बुद्ध मन्दिर मजाको
मजाको आवाजलाई पिसफुल ठाउँ एकदमै आनन्द आउने खालको प्यानोरामिक हिमालको भ्यू। यहाँ आइपुगेपछि चाहिँ आनन्द लाग्छ। यहाँसम्म आउनेबाट चाहिँ लास्टै घर फेरि। कस्तो भयो त भाउ? रमाइलो भइरह तर अलिक गाह्रो चाहिँ छ, धेरै गाह्रो छ। त मन्दिर ल यो 4 बजे उठेर हिँड्नुपर्ने रहेछ हो। सनराइज हेर्नु भयो त सनराइज यहाँबाट हेर्नु रहेछ, अलिकति मिस भइहाल्यो नि। अन्त अब अझै पनि सनराइजै हो, त्यही पनि ठ्याक्क उदाको हेर्न चाहिँ अलिकति ढिलो भयो। आधा घन्टा अति अगाडि हिँड्यो पनि 5 बजे हिँड्यो नि भ्याउनु रहेछ। त्यहाँ रहेछ हामी 5 बजी 7 बजी कोही हिँडेन भनेर एक्लै हिँड्न चाहिँ हल्लाएर हिँड्न होइन हतारमा। नत्र सनराइज दामी देखिँदैछ। आनन्दको ठाउँ रहेछ है यहाँ चाहिँ, कस्तो पिसफुल कि। ओइ निदाइ सिक्या हो त कस्तो भइरहेछ त? कस्तो भइरहेछ? गाह्रो भइरहेछ? मरिसके म। अब त कटिहाल्यो नि गाह्रो। आफै जाऊ। आइज अहिले आफै जाऊ भन्नुहुन्छ, बेलुका म जानु सक्छु भन्नुहुन्छ। आइहाल्यो नि अब त बुद्ध मन्दिर। यसलाई गाह्रो भएको मान्छे त आइसक्यो भनेपछि अब अरूलाई के हुन्छ? मलाई त गाह्रो भरे कस्तो भयो। यो ठाडै गाह्रै बाटो हो यो, यसमा जसलाई पनि गाह्रो हुन्छ। यो गाह्रो नहुने कोही छैन यस्तो बाटो। पुरै ठाडो छ त अनि झर्दा पनि गाह्रो छ यो। आनन्दको पिसफुल ठाउँ रहेछ बुद्ध मन्दिरबाट जाँदा। खोइ धेरै रेस्टै धेरै गरेँ। यो बाथरुम रहेछ तर जान स्थिति रहन्छ, एउटामा ढोका रहन्छ अर्कोमा टेक्ने पनि नमिल्ने गनाएर यहीँसम्म। द्याट यो बाथरुम चाहिँ मेन्टेन गरेर रहन्छ यहाँ। जाऊँ अब यताबाट सिधै गोसाइकुण्ड। गेट आयो गेट, गोसाइकुण्ड एन्ट्री पोइन्ट जस्तै लाग्ने रहेछ यो गेट आएको चाहिँ। अब चाहिँ रेलिङको बाटो छ। बुद्ध मन्दिर गोसाइकुण्ड यता देखाउँछ त के? त्यही यो बाटो 1 to 2 आवर्स रे, 1 देखि 2 घन्टा भनेको छ यहाँ है। यहाँ के लेखाएको छ? ए सेनाहरूले जन्मभूमि सब सेनाहरूले बनाइदिएको देखाएको रहेछ यस्तो। आओ आओ गेट आइसक्यो। हिमाल चढ्दा चढ्दै गाह्रो भएर खान थालेको छ। हिमाल चढी हजुरहरूले सिधै सक्नुभयो? अर्को ग्रुप आइसक्यो जस्तो त अर्को ग्रुप आइसक्यो कि बुद्ध मन्दिर कटेपछि यस्तै रहेछ। रेलिङ अलिकति उकालो अलिकति सम्म भ्यूहरू दाम देखिन्छ बेला बेलामा। के भन्नु लाग्छ? त्यहाँ अड्दैनस् नजा त्यस्तोमा भन्नु के हुन्छ के हुन्छ। यहाँ सट्टै हिमालको भ्यू आउँछ। अब आयो त भ्यू। अहिले ओह्रालो भने नि पछि उकालो त हो। उकालो छ त चिन्ता न ऊ आइछ उकालो। फ्रोजन लेक त्यहाँ देखिएको छ।
ट्रेल अझै यत्रो बाँकी छ यहाँबाट उकालो चढेर त्यहाँ ओह्रालो झरेर अनि बल्ल त्यहाँ पुगिन्छ त्यहाँ चाहिँ गोसाइकुण्ड हो जस्तो छ यहाँसम्म पुगिन्छ ल यहाँ हो ल चाहिँ बल्ल भैरवकुण्ड देख्यो यता भैरवकुण्ड अब अलिकति अगाडि गएपछि गोसाइकुण्ड यो भाउ थकै मार्लैस हिमाल भैरवकुण्ड दाम देखिँदो रहेछ ठ्याक्कै हिमालकै तल माथिबाटै पानी बगेर जान्थ्यो होला है बिस्तारै नफाल्न चाहिन्छ भैरवकुण्ड चाहिँ आइपुग्यो नजिक त्यहाँ बसेको बिस्तारै आउँदैछन् हाम्रो टोलीलाई साह्रै गाह्रो भयो के गरेर कसरी फर्किने हो गाह्रो छ अब पुग्न लाग्यौँ ता भैरवकुण्ड दामी रहेछ भैरवकुण्ड पनि चट्ट माथि हिमालबाट चिसो पानी नखाए त धेरै चिसो पानी खाएर गाह्रो भयो तँलाई हिजोदेखि एकदम न त्यो जाऊँ अनि खानेकुरा खाऊँ अनि फ्रेस भइन्छ अब 2 पाइला त छ आइसक्यो छैन है भैरवकुण्डको भ्यू अब आइपुग्यो सेकेन्ड आइयो आइयो दुःख सुख गर्दै सेकेन्ड एन्ट्री वडा पार्किङ एरिया रहेछ शिव भगवानको मन्दिर रहेछ माथि यताबाट भैरवकुण्ड देखिँदो रहेछ भैरवकुण्ड दामी देखिँदो कसलाई आइपुगेछ अझ अलिकति माथि चढ्छ अनि आइपुग्यो है फर्स्ट भ्यू गोसाइकुण्ड कता होला कसलाई त्यहीबाट खोइ अब कति बेर हुन्छ अब कसलाई खोइ थाहा मान्छे आशै त नजाने भन्छन् भयो अब हामीहरू गए मात्र हो
हेलो 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 नहीं मन्दिर जाऊँ यहाँ तल हो के गर्ने त मन्दिर छ उता स्नान गर्ने ठाउँ स्नान चाहिँ हामीले नगर्ने भनेका छौँ यसो हातमुख धुने अनि पूजा गर्ने अनि खाना खाने अनि लाग्ने खाएर अब ठिक्क हुन्थ्यो कि त सर एक किसिममा सिधै माथि जानु सकिन्थ्यो नि त कहाँ माथि जाने यता शिवधारासम्म जाने भने त त्रिशुल धारा डबल पऱ्यो नि त अब डबल परेको केही रिग्रेट छ हुँ? रिग्रेट छ डबल परेर छ बाबुलाई छ अब खुट्टा झुकाउने भने त परिहाल्यो नि लाग्यो मेरो सबले मुख त आयो अब एक खानु बुत्तो हावा चले बिस्तारै यताबाट छिर्नेछ हामी किन बेकार भए निस्क्यो कि त्यहाँ राख्नु फिर्ता लिन ऊ यहाँ जाँदा त्यही सम्भव जुत्तै खोल्नु मान्छे सबैको जल्दी जल्दी पठाएको थियो सबको पैसा गयो है दान पेटीमा भित्र पनि चढाइदिएछ मैले भित्र पनि गयो यहाँ पनि गयो यहाँ त्रिशुल तारासम्म चाहिँ जान गएको छौँ सूर्यकुण्ड चाहिँ नजाने भयो सर यहाँ धेरैजनालाई गाह्रो भयो त्यही भएर इच्छा हुँदा हुँदा पनि जान पाइएन सूर्यकुण्ड पछिको लागि राख्ला अब आयो भने अहिले चाहिँ यो शिव त्रिशुल धारासम्म चाहिँ जाने त्रिशुल धारामा चाहिँ शिवजीले त्रिशुल हानेर पानी निकालेर यो कुण्डहरू बनेको भन्छन् के अरे त्यहाँ कस्तो रहेछ 3टा धारा आउँछ अरे त्यही हेर्न जाँदैछौँ हामी होइन एकछिन बस्यो फोटोसोटो खिच्यो खाना खाइयो त्यहाँ गएर त्यहाँसम्म गएर फर्किन्छ भनौँ के भयो कहाँ कसलाई बेकार आयो कहाँ यता उता भराइन्छ त अब फर्किनुपर्छ त्यही भएर सूर्यकुण्ड 8 नभएर ठिकै भएछ टाउको दुखिएको छ सबैलाई मलाई बाइक म एउटा छु अलि हट्टाकट्टा
मलाई भोलिदेखि खुट्टा त धुला आजको उकालो धेरै चढ्यो त अरू खासै केही भएन कुण्डको शिवधारा आउने ठाउँ रमाइलो रहेछ है के गर्नु भने उही अलिक टाइममा आएर ऊ भए त सूर्यकुण्ड नि ट्राई चाहिँ हान्नुपर्ने हुने रहेछ आइस क्या मजाले कि फर्मेसन भएर बस्यो त्यहाँ जमेर कुनै पुरा कडा आइस छ कुनै पुरा स्नो जस्तो छ चिप्लो हुन्छ त्यहाँ तर लास्टै एक राउन्ड हाल्यो भने त हिउँमै पुग्ने रहेछ माथिबाट बिचमा अर्कै कलर देखिँदो रहेछ क्या पानीमा कुण्डमा होइन बिचमा अर्कै कलर छ बिचमा पनि मन्दिर जस्तो रहेछ माथिबाट खिचेर कहिले काहीँ शिव देख्यो भनेर राख्छन् नि यहाँ अर्को कुण्ड रहेछ कुण्ड 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 यो लगत्तै होइन त्यहाँ 3टा कुण्ड रहेछ आइस यहीँ सुरु हुँदो रहेछ सूर्यकुण्ड नगएर राउन्ड हानेर यहाँ गयो आइस खेल्नु मिलिरहेछ ल शिवधा त्यसो धारा चाहिँ यो जस्तो छ पानी बगेर आउने अलिक जमेको यही हो ऊ हेर आइस खसेको टुक्रा टुक्रा भएर यतिसम्म त आउन यहाँ आएपछि यस्तो किम्बदन्ती भएको ठाउँमा भनेर राम्रो देखायो प्रेयर फ्ल्यागहरू यहीँसम्म रहेछ आइस यही रहेछ यहाँबाट चिप्लिने नि चान्स छ तल खोल्नुपर्छ यहाँ हिँड्यो भने त यत्रो आइसक्यो त्यहाँ पुग्नु जम्मा ओइ यहाँ चिप्लिँदो रहेछ रहेछ बाबु अनि सूर्यकुण्ड जान्ने भने मान्छे त यतिमै फ्यापरी सूर्यकुण्ड त यहाँ वहाँ त्यो डाँडा पारियो एउटा असली खायो भ्याइ ऊ त्यो डाँडा पारियो गाह्रो हुन्छ गाह्रो त हुन्छ 46 भने कहाँ छोड्यो त यहाँ रहेछ 3टा धारा त्यसो धारा यही 3टा रहेछ है 1 2 3 पानी 2टाबाट पानी रहन्छ जमै छ जमे भएर आएन यहाँ 3टा धारा आइज यसमा त खिचिरहेको छ थाप्नु ए यता यता नि छर्किदिनु किन लाउने त्यहाँ ल गज्जा ठिकै छ त्यस्तो छ कुण्डको पानी जस्तै त्यस्तो त होइन
हेर्दा होइन छुँदा नि चिसै छ चिसै हुन्छ नि त्यो त छुन ट्राई गर्नु त्यो क्या मजाको बनाएको थियो फ्ल्यागे फ्ल्यागे राम्रो देखिने हिमालय चढाइ भाइ छ आउँदो रहेछ अलिकति बेस क्याम्पतिर गएको जस्तो यहाँ हिउँ सिउँ नजिकैबाट देख्छ तँलाई चाहिँ बोर्ड छ तर लेख्न चाहिँ के लेखेको नि 10 मिनट हो कि के हो 10 मिनट रहेछ मेला सेलाको बेलामा क्याम्प यहीँ गर्छन् क्या अरे उता उता कति टेन्टहरू पनि देखेको थियो होइन कता उता साइडतिर मन्दिरबाट उता उता शिवधारा पनि गरेर आयो अब गोसाइँकुण्डलाई बाई बाई अब हिँड्नु छ आज फर्किनलाई फेरि टन्नै कति बज्यो 1 भन्नु लागिसकेछ 10 मिनटमा आइछ भनौँ लगभग 1 बजेबाट हाम्रो रिटर्न जर्नी सुरु 4 घन्टासम्म कहाँ पुगिन्छ हेरौँ होइन त्यति त हिँडिएला हाम्रो फाइनल भ्यू अब फर्किनु अगाडिको गोसाइँकुण्डको ल हिँड्यो खाली अहिले त मान्छे पनि छैन आनन्दको